दाजुको यो कविताकै कारणले गर्दाखेरि कुनै त्यस्तो क्षण छ जसले चाहिँ तपाईँलाई एकदमै भनौँ न सबैभन्दा कविताकै कारणले गर्दाखेरि एउटा रोचक घटना घटेको जसले तपाईँलाई हँसाएको छ अथवा भावुक बनाएको छ कुनै त्यस्तो क्षण याद छ दाजुलाई? छन् नि त्यस्तो क्षणहरू त सेयर गर्न मिल्छ भने कुनै त्यस्तो याद भएकै घटना? होइन त्यो त अब छन् होइन। जस्तो मैले एउटा काल भन्ने कविता लेखेको थिएँ होइन। त्यो काल भन्ने कविता लेख्दाखेरि चाहिँ कान्तिपुरमा छापिएको थियो। अब कसैले चाहिँ मलाई त्यहाँबाट फोन नम्बर मागेर लिएर मसँग 45 मिनट्स चाहिँ मतलब कुरा गर्नुभयो र चाहिँ उहाँले के भन्नुहुँदै तपाईँ चाहिँ अब लक्ष्मी सरस्वती हुने मान्छेसँग लक्ष्मी हुँदैन, त्यस कारणले गर्दाखेरि म तपाईँलाई चाहिँ नि सर्टेन ठाउँमा चाहिँ नि जग्गा दिन चाहन्छु।